हेलो नमस्ते। यो भिडियो भर्खरै अटिजम डायग्नोसिस भएको पेरेन्ट्सहरूलाई हो। म चाहिँ अमेरिकामा छु। अब यहाँको अनुसार भन्छु हैन, तर सबै देशमा त्यस्तै नै हुनसक्छ। सो भर्खरै बच्चा डायग्नोसिस भयो, तपाईँको प्राइमेरी केयर डक्टरले भन्यो चाहिँ योर चाइल्ड इज डिफ्रेन्ट भनेपछि स्पेसियलिस्टको अपोइन्टमेन्ट लिने, स्पेसियलिस्टको अपोइन्टमेन्ट लिएर डायग्नोसिस प्रपर लिनु पर्यो। अमेरिकामा तपाईँको डायग्नोसिस भएपछि बल्ल अनि तपाईँले एबिए थेरापीको लागि अप्लाई गर्न सक्नुहुन्छ नजिकको सेन्टरमा हैन। अनि सेन्टरमा पनि हुन्छ, होम बेस एबिए पनि हुन्छ। तर सुरुमा चाहिँ म तपाईँहरूलाई सेन्टरमै प्रिफर गर्छु। किन भन्दा त्यो प्यानिक मोडमा बच्चालाई काम गरेको रुवाई काम गरेको तपाईँहरूले हेर्न चाहनुहुन्न हैन। सो सेन्टरमा गर्नु, अनि सेन्टरमै पनि अकुपेसनल थेरापी, स्पिच थेरापीहरू जाने हुन्छ। सो अकुपेसनल र स्पिच थेरापीको लागि पनि छुट्टै एप्लाई गर्नु। अनि त्यो इट टेक्स हैन 3-4 महिना लाग्छ पेसेन्स चाहिँ हुनु। अब यो पिरियडमा चाहिँ तपाईँले के गर्ने भन्दाखेरि प्रिमिटिभ रिफ्लेक्समा काम गर्नु। प्रिमिटिभ रिफ्लेक्सको लागि काम गर्न धेरै केही सामान चाहिँदैन। ब्रसहरू हो, हिजो मैले राम्ररी एउटा भिडियो राखेको छु, हेर्नु होला। ब्रसले चाहिँ दिनमा 2 पटक चाहिँ बिस्तारै अलिअलि काम गर्नु होला। 1 मिनेट 2 मिनेट भए पनि बच्चामा काम गर्नु होला है। रुटिङ रिफ्लेक्समा अनि पाल्मर ग्राफ्समा, प्लान्टर रिफ्लेक्सेसहरूमा काम गर्नु। अनि यो हिजो एकजना बहिनीले ह्यान्ड फ्ल्यापिङमा के गर्ने भनेर सोध्नु भएको थियो। सो यो निलो चाहिँ मैले जुन हातमा बोकिरहेको छ यसलाई भन्छ ब्यालेन्स पड, मैले एमाजोनमा किनेको। सो यो ब्यालेन्स पडले चाहिँ माथिको भाग रफ हुन्छ, अनि रफले चाहिँ अगाडि पछाडि चाहिँ त्यसरी मैले थिचिदिन्छु। त्यसले उसको सेन्सरीमा पनि राम्रो हुन्छ। अनि भुइँमा राखेर उसलाई हातले थिच्न लगाउँछ हैन। अनि तपाईँहरूसँग ठुलो एक्सर्साइज बल छ भने त्यो बलमा पनि पुस गर्न लगाउने, भित्तामा पुस गर्न लगाउने है। मैले चाहिँ अहिले यो ब्यालेन्स पडमा यसरी पुस गर्न लगाएको छु। सुरुमा मैले आफै प्रेसर दिएर हैन, अनि हातको यता अगाडि पछाडि दुवैतिर यसरी काम गरेछु। दिनको 2 चोटि जति गर्ने हो। म यो डेली त गर्दिनँ हैन, हप्तामा 1-2 पटक गर्छु। तर जसको ह्यान्ड फ्ल्यापिङ छ बच्चामा भने त्यस डेली काम गर्नु होला। अनि यो व्हाइट ब्रस छ, यसलाई थेरापी ब्रस भन्छ। मैले एमाजोनमा किनेको, वालमार्टहरूमा नि पाइन्छ। त्यसले पनि सरक सरक हातमा अगाडि पछाडि मजाले कपाल कोरेको चाहिँ सरसर गर्नु होला है। यसले चाहिँ बच्चामा राम्रो हुन्छ। तर चेन्जेस चाहिँ आउँछ, तर पेसेन्स चाहिँ हुनुपर्छ। अलि महिना चाहिँ मजाले काम गर्नुपर्छ है। सो यतिन्जेल आफूले पनि माया गर्नु होला हैन, आफूलाई पनि नबिर्सनु होला। थ्याङ्क यू भेरी मच। बाई।